हेलो जीवन जी। हेलो एकछिन गुड तपाईँलाई मर्निङ। सानो टाइम दिन्छु म है। गुड मर्निङ। सो हस् जीवन जी ल तपाईँको बारेमा यसो इन्ट्रोडक्सन दिनुहोस् न है। म जीवन बस्ने। हजुर मेरो घर यहीँ धोबीघाट इटियुटी टोल। हजुर म चाहिँ पेसाले जागिर गर्छु क्या, अनि बिहान बिहान यहाँ जिम गर्न आउँछु। हजुर बाई एज चाहिँ म अराउन्ड अब असारमा हजुर 56 56 है। लाग्छु। त्यही त जस्तै अब तपाईँ यहाँ जिममा आइसक्नु भएपछि होइन आफूलाई अब के चेन्जेसहरू पाउनु भएको छ। जस्तै अब एज पनि 56 भन्नुभयो होइन। अनि अब जस्तै रोगहरू के कतिको कन्ट्रोल हुँदो रहेछ हामीले यो एक्सर्साइजहरू गर्न थालेपछि यसो बताइदिन्छ। अनि एक्चुअली म चाहिँ आएको चाहिँ 2024 जनवरीदेखि हो। हजुर हजुर म खास चाहिँ मलाई अलिकति यो पेटको प्रब्लम छ कि, हजुर जहिले पनि पेट अलिकति केही खायो भने गडबड हुने। अनि मैले मेडिकल डक्टरसँग कन्सल्ट गर्दाखेरि हजुर उहाँले मेडिकेसन त गर्नुभयो, तर अलिकति जिम गर्नुहोस्, अलिक स्ट्रङ बन्नुपर्छ भन्ने हिसाबले उहाँले सजेस्ट गर्नुभएको थियो कि। हजुर अनि त्यसपछि म यहाँ आएको थिएँ। ए तर त्यसपछि आएपछि मैले इनिसियली त अब म त्यति, किनभने मैले योभन्दा अगाडि केही पनि एक्सर्साइज गरेको थिएन। हजुर तर गर्दै जाँदाखेरि मलाई त्यो हेल्थको पनि खास गरिकन पेटको चाहिँ हजुर अलिक स्ट्रङ भयो जस्तो लाग्छ। त्यस्तो धेरै गडबड हुने होइन पेटमा होइन। हजुर साथै अब हेल्थकै पर्सपेक्टिभबाट कुरा गर्ने भने म चाहिँ एनुअल्ली हेल्थ चेकअप गराउँछु कि। ए अनि हजुर सर्टेन इन्डिकेटर्सहरू जुन चाहिँ पहिले अलिकति लिमिटहरू बढ्दै थियो कि, जस्तो अब सुगरको लिमिट माथि जाँदै थियो होइन, नर्मल रेन्जभन्दा। तर अहिले हेर्दाखेरि चाहिँ स्टेबल छ कि। स्टेबल त्यो हुनाले अब यो विदिन द 1.5 इयरमा हेर्दाखेरि म चाहिँ सेटिस्फाई छु कि यसले होइन स्टेबल गर्दो रहेछ भन्ने कुरामा चाहिँ। भनेपछि अब हजुर हजुर भनेपछि अब हाम्रो एक्सर्साइजहरू गऱ्यो भने केही लेभलसम्म चाहिँ अब त्यो रोगहरू कन्ट्रोल चाहिँ हुन्छ। एक्ज्याक्टली त्यो त्यो अब नेचुरली आउने रोगहरू त होला होइन, हजुर। तर पनि त्यसलाई पनि कन्ट्रोल गर्दो रहेछ कि, छिटो आउन नसक्ने गर्दो रहेछ। साथै अर्को कुरो चाहिँ फिटनेसको कुरा क्या। फिटनेस चाहिँ हुन त मलाई त्यति फिल हुँदैन, अलिकति कपाल लाग्दा त फिल हुन्छ होइन। तर घरको परिवार हुन्छ नि, छोरीहरूले बाबा त यङदेखि लाग्छ कि, अनि त्यसले गर्दा पनि अलिकति मोर मोटिभेट। साथसाथै अर्को कुरा चाहिँ अफिसमा पनि पहिले अब दिउँसो पनि कम्प्युटरमा बस्नु पनि अल्छी लाग्थ्यो नि। तर अहिले त्यस्तो लाग्दैन कि, अलिक आफूलाई फिल भएको, अलिक इनर्जेटिक होइन, अलिकति बडी चाहिँ के अरे आफ्नो काममा पनि इफिसियन्सी बढे जस्तो लाग्छ है। भनेपछि एक्सर्साइज गऱ्यो भने त्यो लेभलसम्मको चाहिँ एक्टिभ र हेल्दी चाहिँ रहन सकिने। एक्ज्याक्टली इन्टायर डे नै एकदम फ्रेस हुन्छ कि। जस्तै अब तपाईँको जस्तै एजको अरू मान्छेहरूलाई चाहिँ होइन तपाईँले के भन्न चाहनुहुन्छ त? होइन, बेसिकली मेरो रिकमेन्डेसन चाहिँ मलाई म पनि कहाँ जिम गर्ने केटाहरूले गर्ने भन्ने पर्सेप्सन थियो कि मेरो आफू चाहिँ। अनि अहिले यहाँ आउँदाखेरि त अब यो भाइहरू खास गरी त यङ छ नि धेरै, म एजमा उहाँहरूसँग सँगसँगै हेर्दाखेरि आफूलाई पनि त्यही एज फिल हुँदैछ कि। अनि मलाई के लाग्छ भने खालि आफूले टाइम म्यानेज गर्न सकिन्छ भने गर्नु पनि पर्छ, किनभने पहिले चाहिँ हेल्थ फर्स्ट हो नि होइन। मेरो रिकमेन्डेसन चाहिँ 40 क्रस गरेको मान्छेले त अनिवार्य केही समय चाहिँ होइन एक्सर्साइजमा बिताउनुपर्छ। पर्टिकुलरली यहाँ आयो भने चाहिँ कन्सन्ट्रेट हुन्छ कि गर्नै पर्दैन भनेर 1 आवर 1.5 आवर चाहिँ खर्च गऱ्यो भने मलाई लाग्छ हेल्थको लागि, व्यक्तिगतको लागि धेरै राम्रो हुन्छ जस्तो लाग्छ है। त्यही त अब लास्टमा हामी जाँदा जाँदा केही भन्न चाहनुहुन्छ? मेरो त तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँलाई मलाई धेरै इन्करेज गर्नुभयो र म मेरो आफ्नो कलिग्सहरूलाई पनि, मेरो एनसी साथीहरू अथवा अरूलाई पनि समय निकाल्नुहोस्, आफूलाई समय खर्च गर्नुहोस्। यो बेला चाहिँ अब जति गऱ्यो अरूको लागि गऱ्यो धेरै बेला, समाजको लागि, परिवारको लागि, अब आफ्नो लागि गर्ने बेला भएको छ। त्यसैले फोकस टाइम निकाल्नुहोस्, जानुहोस् जिममा, आफूलाई पनि फिल हुन्छ आफू पनि यङ छु होइन र। हजुर ल हस् त, थ्याङ्क यू सो मच है।